60 रुपियाँ किलो मल्टिप्लाई कति गर्ने मल्टिप्लाई 9 60 रुपियाँ अँ यो बोडी 40 रुपियाँ 50 रुपियाँ 50 रुपियाँ अँ यो 25 रुपियाँ किलो 25 रुपियाँ किलो यो अँ अँ यो भन्छ 45 रुपियाँ किलो सबभन्दा महँगो चिज यो यहाँ 45 50 भन्दा पनि महँगो पर्यो अनि अरू 50 रुपियाँ किलो 50 सिमल तरुलको जरा फर्सी कति हो फर्सी 50 हो र 25 रुपियाँ मुठा 25 रुपियाँ 25 रुपियाँ मुठा साग हो यो होइन त्यति त करेला 40 रुपियाँ केजी 40 रुपियाँ बन्दा 35 रुपियाँ केजी सही बताउने सही सही त हो त नि फेरि मान्छे ओइरेला फेरि हेलो साथी बिहान अब आइएर होइन ट्र्याक्टर भात खाएर सुतेर उठ्यो उठेर फेरि आफ्नो काम त गर्नै पर्यो सुत्नेर त भएन अब उठेर के गर्छु हेर्दै गर्नु होला है त यो हाम्रो एग्रिकल्चर यति गरेन भने त यहाँ एउटा स्नेल हुन्छ कि शङ्खे किरा सानो होइन कि कत्रो कत्रो हुन्छ यो पनि यति गरेन भने त यो पुरै खाइदिन्छ हो यो शङ्खे किराले पुरै खाइदिन्छ हो यो घाँस जस्तो छ नि यो लेमन ग्रास चिया बनाएर खानु मिल्छ यो हजुर खुर्सानी हजुर मेवा हो फल छ त यो साथीहरू हो यहाँ पनि छ अर्को खुर्सानी यो त नदेखा मलाई मल यता पनि छ हाम्रो गार्डनमा के छैन नि अनि यहाँ अर्को गार्डन यो चाहिँ बुढो भयो अहिले साथीहरू खुर्सानी अलिअलि त दिँदैछ यो सकिँदा यतापट्टिको यो खाने बेला हुन्छ अनि यहाँ कागती पनि छ कागती चाहिँ रहेनछ अस्ति एउटा दाना थियो अहिले त रहेनछ कागती सकेछ कागती खै यो के रहेछ भने यो फलेकै छैन अहिलेसम्म यतापट्टि यो कागती मरेर रहेछ एउटा दाना पनि छैन यता हेरौँ भिजिट गराउँछ है त मैले के छ यो चाहिँ के हो यो कुचो नेपालमा कुचो बनाए जस्तो लाग्थ्यो यस्तै उसको के अरे कस्तो नामै भुले खेततिर हुन्थ्यो कि यहाँ पनि छ सुन्तला हो कि हो यता केरा घरी रे केरा तल सिमल तरुल पनि छ यो सिमल तरुलको रुख हो साथी हाम्रो करेज सफारी यस्तो छ अनि यहाँ खाल्टो खनेको छु पछि अब के हुन्छ के रोप्छु तपाईँहरूलाई देखाउने छु है त पछि कडा बनाउन आएको त नि रोस्ट रहेछ त ल कडा ल यता के छ ल हेर्नु है सिसल्समा यो चिल्नुहुन्छ कटर हजुर
बुढो गाउँले त्यो ब्रो हो नि आमा दुईटा निकाल्नु न ब्रो होइन हौ सिस्टर गाउँले हो ए यो कहाँ सिस्टर गाउँले हो स्टर काउली हो नेपालमा सिसलको यहाँको कटर कस्तो हुन्छ यहाँ फरक नेपालको के भन्छन् त्यसलाई यसलाई त्यसलाई यस्तोलाई यो यो खानीलाई के भन्छ गुदी बुझेको होला हैं? गुदी बुझेको होला नि नेपालको गुदी यहाँ यो पाकेको फेरि जति पकाउन हाले नि यस्तै हुने हो यहाँ फेरि योभन्दा बढी पाक्दै बढी बिग्रिन्छ होइन मिठो छ होइन टेस्ट पनि स्मेल पनि मिठो छ गुलियो छ तर यस्तो गाह्रो पाक्दै पाक्दैन यो पाकेको हो यहाँ सिसलमा चाहिँ यो पाकेको हो तर नेपालको जस्तो चाहिँ हुँदैन यति साह्रो हुन्छ यो बरु पकाउन हाले बिग्रिन्छ बरु मिठो छ मुखमा त यो पनि खानु भाँची पर्दैन यो त मिल्दैन कि राजु दाइ यस्तो मिठो भएको बेला ल रोस्टो पनि एउटा खाएर चाहिँ देखाइदिन्छु ल यो हेर्नु रोस्टो पुरै दामी एउटा ल यो पनि धेरै हुन्छ यति खानु होला गर्मी छ फेरि गर्मी चिज भन्छन् हुन त यो गर्मीमा यो खाने गर्मी भएर बनेको होला यो सायद मान्छेले गर्मी हरेक फ्रुटहरू गर्मीको लागि फले खाएको गर्मी नै खानु फले खाएको हो हामीले त गर्मी जानु भएको सुन्तला चिसो भयो भनेर सुन्तला चिसैमा खाने हो क्या गर्मी चिज हो रे ल अब म जान लाग्दै गेटअप हेर्नु मेरो गेटअप कस्तो छ गेटअप मेरो ट्याक्क अघि नै जान्थेँ अब यस्तो घाम छ क्या जान पनि ओ घाम अझै त्यहीँ छ कता घाम ओ त्यहीँ छ हेर्न घाम कस्तो खतरा है जानियो ए अब यहाँ साथीहरू आफ्नो आइटम छ पुरै ठ्याक्क आज हो यस्तो यस्तो बनाएर दर चिज ल अब जानुपर्छ ल्यान त दामी छ है भ्यू अहिले अब साथीहरू म माया बिचमा जाँदैछु है अब यहाँ कतिको पानी त अझ तल छ अब रात पनि लागिसक्यो माया बिच राख्छ दाइ पनि मेरो पछाडि देख्नु छ सनसेट हुँदैछ साथीहरू सनसेट भ्यू दामी आएको छ है आमामामा यता त टल्क्या पुरै पसिना टल्क्या तर यता राम्रो आएको छ Dried out tears of sorrow, lacking all emotion. अहिले म माया बिचमा छु साथीहरू माया एक्लै Waiting for the final gates to open to a new tomorrow.
साथीहरू अब सनसेट हुनै लागेको छ ल दामी है अब एकछिनपछि लगभग 5-10 मिनटपछि सनसेट हुन्छ यता पनि यस्तो छ ल नै यता ल यहाँबाट पुरै कति मिनटमा वल्लो छेउदेखि पल्लो छेउ पुग्छ है त एउटा फिजिकल पनि हो क्या हातको एक दुई तिन ये पंखा के समुद्रमा निधार चिम्मा भएर दौडेर ओइ ओइ पर दिएको हो त दुईटा लाइट बल्ब देखेन गाडी अनि मर्यो त्यहाँदेखि यतिको त गर्ने भए तान केटा तान 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 केटा तान टिनिक्क बाँध्दा चाहिँ हात नगल्दो रहेछ यहाँसम्म पानी आउँछ कहिले पानी सुकेर हेर्न समुद्र अब मलाई नै थाहा थिएन भनौँ न समुद्र अहिले घटेर हुँदा पुगेछ होइन अब नेपालतिर हुनुलाई मलाई पनि थाहा थिएन पहिला उहाँ पुगेछ त्यो समुद्र पानी बढेर आएर यहाँ पनि चिसो चिसो यहाँसम्म आइपुग्छ क्या समुद्र समुद्र 24 घन्टामा 2-3 चोटि घट्ने 2-3 चोटि बढ्ने हुन्छ समुद्र तर मैले सोधेको थिएँ के कारणले यस्तो हुन्छ भन्दा यो केही कारण होइन हरेक चिजको प्रकृति आफै जिएको हुन्छ क्या त्यसैले अब विदेशीको रहनसहनमा नेपाली हुर्किन सक्छ त सक्दैन नि अनि नेपाली रहनसहनमा विदेशी हुर्किन सक्छ त त्यही भएर मैले भन्छु आफ्नो सनातन वैदिक धर्म वैदिक हरेक चिजहरू आफ्नो नियम कानुन आफ्नो मुलुक अनुसारको हरेक चिजहरूको नियमले बाँधिएको हुन्छ त्यसैले पनि नेपाललाई मैले देखेको गणतन्त्रमा कसैले केही गर्न सक्दैन नेपाल एउटा आफै वैदिक शक्तिले चलेको देश भएको मैले त्यो अनुमान गर्छु है वैदिक शक्तिले चले नेपाल त्यसैले
राज संस्थालाई अभिभावक मानेर प्रत्यक्ष प्रधानमन्त्री भयो भने देश उभोलाउला कि नत्र भने यी समुद्रतिर आउने भिडियो बनाउने कहिलेसम्म यस्तो फेरि होइन म त यस्तै भयो भए आदि मेरो नयाँ सन्तति पनि यही हो चाल हुन पनि नयाँ सन्ततिको नि यही त छ नि चाल छैन केही पनि हेर्नु म आएको उहाँ पर टुप्पादेखि यता 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 दौडे दौडे अहिले यहाँ आइपुगेँ होइन अहिले त पसिनाले लुचुप्पै भयो यार साथीहरू हेर्नु त अहिले त रात परिसक्यो होला होइन देखिन्छ नि रात परिसक्यो पुरै अहिले त मलाई पनि तर नेपालमा बस्ने हरेक मान्छेले राजनीतिक चाहिँ बुझेको हुनुपर्छ है साथी मलाई पनि पहिला नेपाल हुँदाखेरि राजनीतिक मलाई वास्ता नि थिएन इन्टर पढ्यो अरू साथीहरू कति लाग्थ्यो मलाई आफूले तर अझसम्म नि म भोट हालेँ होइन आफ्नो दुःख गर्ने खानी हो कसैको पछि लाग्ने होइन मैले त भन्छु मेरो सिद्धान्त हेर्नुहोस् यहाँ मान्छे यहाँ भनेको एउटा उखानको टुक्का छ क्या कात्रोको कुनै गोजी हुँदैन मसानघाटमा कसैको रोजी हुँदैन बाँचिन्जेल साथीहरू गर्ने रमाउने हाँसखेल गर्ने भनेको यहाँ मरेपछि कसैको खोजी हुँदैन ल म यहाँसम्म आइपुगेँ ल ल यो भिडियो चाहिँ आजको मेरो दिनचर्या यसरी नै बित्यो के गरेँ कसो गरेँ अब गएर नै गरेर ट्याक्क सुतेर भोलि ड्युटी ल यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुभयो तपाईँहरू सबै खालि तपाईँ भन्न आउँछ आजभोलि के भएको नि यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुभयो हजुरहरू सबैलाई धन्यवाद यदि यो भिडियो मनपर्छ र आउने भिडियोहरू पनि हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानल सब्सक्राइब गर्नुहोला युट्युब च्यानलको नाम छ अप्सन खाँड ब्लग भन्दै आजलाई बाई बाई सी यू नेक्स्ट ब्लग